बाल्यकालबाट युवा अवस्थामा प्रवेश गर्ने एउटा अनौठो यात्रा। यो हो नेवारी समुदायको गुफा राख्ने परम्परा। गुफा राख्ने, जसलाई 12 तयगु पनि भनिन्छ, जसमा सूर्यसँगको विवाह गरिन्छ। जब कुनै बालिका किशोरी हुँदैछ, तब उसलाई समाजले नयाँ जिम्मेवारी र संस्कारका साथ स्वागत गर्छ। संस्कारको सुरुमा बालिकालाई एकान्त कोठामा राखिन्छ, जहाँ सूर्यको किरण पनि पुग्दैन। बालिकाले गुफामा 12 ख्याक भनिने प्रतीकलाई पूजा गर्छे। गुफामा बालिकालाई 12 दिन राखिन्छ। यी 12 दिनमा बालिका गुफामै खेल्छे, पूजा गर्छे, नयाँ शिक्षा पाउँछे। यो समय उसको आत्माको तयारी हो। 12औं तथा अन्तिम दिन सबैभन्दा विशेष हुन्छ। बालिकालाई बिहान शुद्ध जलले स्नान गराइन्छ र उसलाई दुलै जस्तै सजाइन्छ। रातो साडी, सुनका गहना, कपालमा फूल लगाइन्छ। गणेशको पूजा गरिन्छ। 12 दिनपछि पहिलो पटक बालिकाले सूर्य देख्न पाउँछ र यो नै हो उसको सूर्यसँगको विवाह। यो विवाहले उसलाई स्त्रीको रूपमा समाजले स्वीकार गरेको सङ्केत दिन्छ। अब ऊ पूर्ण युवती बनेकी हुन्छ। बालिकाको नयाँ जीवनको स्वागत स्वरूप उसलाई सगुन दिइन्छ। घरमा सङ्गीत, नाचगान अनि भोज हुन्छ। परिवार, आफन्त, छिमेकीहरू सबैजना आशीर्वाद दिन आउँछन्। बालिका अब छोरी होइन, एक परिपक्व नारी बनेकी हुन्छ। गुफा राख्ने परम्परा मात्र होइन, यो हो संस्कार, शुद्धता र स्त्रीत्वको पुनर्जन्म। यही हो हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गर्व। 12 तयगु। धन्यवाद।